हेलो गाइज वेलकम टू माई न्यू ब्लग गाइज यो चाहिँ पार्ट 2 हो। मैले पार्ट 1 चाहिँ रिलिज गरिसकेको छ गोइङ माई ग्यारेज पार्ट 1 भनेर। म चाहिँ पेट्रोल हालेर ग्यारेजमा थिएँ। मैले आफ्नो धेरै कुराहरू भनिरहेको थिएँ अनि मैले रोकेको थिएँ, मेरो काम पऱ्यो र अनि आज चाहिँ म चाहिँ आफ्नो ग्यारेजको बारेमा कुरा गर्न आएका छु। मेरो ग्यारेजमा चाहिँ आउनु होला, तपाईलाई केही पर्यो भने आउनु होला हैन। म डिस्काउन्ट नै दिन्छु तपाईको आउनु होला। म बस ड्राइभर भएर डिस्काउन्ट दिन्छु हैन। धेरै जस्तो ब्लग सब्स्क्राइब गरे मान्छेलाई अनि बसको ड्राइभरहरूलाई चाहिँ अलि डिस्काउन्ट दिन्छु, किनकि यो बस हो नि त। बसमा चाहिँ भन्छु गाडीहरू त भन्नु भन्दैन हैन। मलाई सब्स्क्राइब नै गर्नु पर्यो। म धेरै सब्स्क्राइब गऱ्यो भने 50% डिस्काउन्ट, सब्स्क्राइब गरेन भने ओन्ली 5% डिस्काउन्ट हो। त्यो चाहिँ म भनिदिन्छु। अनि यहाँ चाहिँ मैले एउटा बस बनाएको छु। यो बस बनाउला हो बनाउला आउनु होला हैन। यो यिनीहरू नि सेलमा छ, यो बसहरू आउनु होला। यो बसहरू सेलमा छ। तपाईँलाई सेल मतलब सेल नयाँ बनायो, त्यो पानी भिजेर केही गर्दैन। यो वाटरप्रुफ छ हैन। यो यसको सिसामा नि हटपटी पानी हटिहाल्छ कि धेरै जस्तो बस्दैन। अनि वाइपर पनि दामी छ, माथिसम्म पुग्छ वाइपरहरू। अनि यो नि मैले यहीँबाट बनाएको हो। यो गाडी यस्तो यो गाडी नै तपाईँ आउनु होला। यो गाडी चाहिँ अहिले कसैले किनेको छैन, तपाईँले किनेर आउनु होला अनि किन्नु। अनि यसको मोडिफाई नै हुन्छ। यस्तो छ मोडिफाई चाहिँ हामी चाहिँ यो चाहिँ नेपाल हो। अनि धेरै जस्तो बस नै बन्न बाँकी छ हैन। यहाँ एउटा बस छ। अनि तपाईँहरूलाई जे पनि चाहिन्छ यहाँ आउनु सक्नुहुन्छ। यो काठमाडौँ भ्यालीमा कहीँ छैन। यो बसुन्धरा भ्यालीमा त्यो एउटा हो। अनि अरू अर्कै भ्यालीमा होला। यो कुन भ्याली हो थाहा छैन, यो तथली हो हैन। अनि एउटा बस यहाँ छ बन्न लाया, अनि अर्को बस यहाँ छ, अर्को बस यहाँ छ। 3टा बस छ, 4वटा बस छ। बुक गर्नु होला। यो चाहिँ यिनीहरूको चाहिँ यो सकाएपछि यिनीहरूको नै काम चल्दैछ। अहिले चाहिँ तिहार दसैँ तिहारको मान्छे बिदामा आएर काम गर्ने मान्छे रहेछ। एउटा मान्छे चाहिँ छ अझै, त्यो चाहिँ गएको छैन किनकि त्यसले बिहे गरेको छैन नि त। अनि किन जाने गाउँ त्यसो गाउँ छैन अरे। 2-3जनाको मान्छेको चाहिँ गाउँ छैन अरे हैन। त्यही भएर भोलितिर आउँछ, म तपाईँलाई देखाइदिन्छु। अनि यो चाहिँ मेरो बस हो। अब जान्छु म। अनि यो चाहिँ मेरो यहाँ आउनु होला, मेरो नाम लिनु होला। मेरो काम गर्ने मान्छेहरू दाइ भाइहरूले डिस्काउन्ट दिनु तपाईँहरूलाई। अनि मेरो साथीहरूको बसमा हिँडिरहन्छ। अनि यो मेरो बसमा चाहिँ धेरै जस्तो बुक आउँछ हैन। बुक गर्ने भयो एकजनाले गर्नु, धेरैजनाले गर्ने हो भने मेरो साथीहरूकोमा नै गर्नु। 6-7जना साथी छ हैन। त्यसको नाम एउटा के हो एलेक्स बोरा, प्रसुन, शिवम अनि म अनि ओम। त्यति हो, हामी 5जना छ। हाम्रो चाहिँ यो बसहरू छ। अनि यो बस चाहिँ मैले अघि के भनिन्छ त्यसै इग्नोर हान्नु होला। यो बस मेरो साथीको थियो, मैले यतिको मजाक लिएको। मान्छे नआउनु बालेको होइन। तर म भन्छु आउनुहोस् होला। अनि के अरे यो बसहरू चाहिँ
हाम्रो यो चाहिँ हो शिवमको प्रसुनको यो के यो एलेक्सको यो प्रसुनको शिवमको त्यहाँ बन्दी छ शिवमको कस्तो रहेछ हेर्नु है यो प्रसुनको एलेक्सको यो बन्दी छ त्यसको जसले जिन्छ त्यसको शिवमसँग चाहिँ बस्छ हेलो शिवम भाइ किताब चाहिँ मेरो भाइको बोल्दा ल खाना छोड्यो न आयो त्यो त ग्रिन्डले गर्नुभएछ हो ल ल मेरो साथीको बस यो पनि हो तल भर्खर भइरहेको छ नि त अब चाहिँ जाम होइन अब चाहिँ म बसमा गएँ अब यो अब जानुपर्छ अब छिटो जाम होला भन्दैछु म अब गाउँतिर जानेछु या अब चाहिँ धेरै गाउँहरू छ होइन म भन्न चाहन्छु यहाँ चाहिँ यो समुद्र बीच हो